अहिले हामी अमृतसरको गोल्डन टेम्पलको ठ्याक्कै अगाडिपट्टि छौँ। यो भोलि उहाँहरूको सायद 9जना गुरुहरू हुनुहुँदो रहेछ। 9जना भने जस्तो लाग्छ मलाई, म अलिकति यसमा चाहिँ कन्फ्युज छु। त्यसमध्ये एकजना गुरुको चाहिँ भोलि जन्मदिन परेको हुनाले यो अत्याधिक धकीधकाउको बेला हामी परेछौँ र यही बेलामा ठ्याक्कै हामी यसो घुम्दै हिँड्दाखेरि भोलिको लागि हुनसक्छ यो बसलाई यसरी सजाइरहनु भएको छ उहाँले। यो एउटा बसलाई फुलमालाले यसरी सजाइरहनु भएको छ। यसलाई म हजुरहरूलाई वरिपरिबाट एकचोटि देखाउँछु। निकै मेहनत गर्नु भएको छ र धर्मप्रति उहाँहरूको यति ठुलो आस्था हुन्छ यसमा, यति ठुलो आस्था र सबैको एकमत देखिन्छ उहाँहरूको चाहिँ। कहिलेकाहीँ अन्य धर्महरूमा अलिकति मत विभाजन भएको पनि देखिन्छ, तर यहाँ सिखहरूको चाहिँ त्यस्तो खासै देखिँदैन। यति मजाले उहाँहरूले एउटा बसलाई त्यसरी यसरी सजाउनु भएको छ। अब यो भोलि चाहिँ हामीले यो बसलाई कहाँ कसरी लानुहुन्छ भन्ने कुरा हामीले हेर्न पाउँदैनौँ। हामी भोलि पर्खिरहेछौँ। आज तपाईँको असोज 21 गते हो, हामी भोलि 22 गते फर्किरहेछौँ र भोलि चाहिँ हामीले यो बसको सायद नगर परिक्रमा हुनसक्छ या जे हुनसक्छ त्यो चाहिँ हामीले हेर्न नभ्याउने भएका छौँ। भोलि 10 बजे चाहिँ हाम्रो फर्किने कार्यक्रम। अमृतसरदेखि कलियासम्मको हाम्रो बस छ, त्यसमा हामी 10 बजे अमृतसरबाट हिँड्दैछौँ भोलि बिहान। ल हस्, आजलाई चाहिँ केही फरक चिज भेट्यो म फेरि आइहाल्छु।